हेलो गाइज व्हाट्सअप वेलकम टु माई युट्युब च्यानल पुरुषोत्तम पोखरेल। म फेरि पनि हजुरको सामु आइपुगेको छु। मेरो युट्युब च्यानललाई सेयर सब्सक्राइब लाइक गरिदिनु होला। म आज सोल्डर प्रेस हान्दैछु। फर्स्टमा एक्सर्साइज गर्छु मैले बारबलमा 10-10 किलो वेट राखेर बारबल प्रेस सोल्डर बारबल प्रेस। यसमा मैले 12 देखि 16 रेप्स हान्छु फर्स्ट सेट, किनभने मैले 25 किलोसम्म हान्छु, किनभने यो मजाले पम्प गऱ्यो भने अर्को सेट हान्दाखेरि मजा आउँछ भनेर। बारबलमा यो 3 सेट हान्छु, कुनै पनि 3 सेट हान्छु मैले, जुनसुकै सेट पनि 3 सेट हान्छु। त्यसपछि नेक्स्ट राउन्डमा हान्छु मैले डम्बेल प्रेसमा तपाईँको यो पनि डबल सेट हान्छु, किनभने मैले हल्का प्रेसर पर्छ अनि त्यसपछि पम्प पनि राम्रो हुन्छ भनेर डबल सेट हान्छु बारबलमा र डम्बेलमा सँगै। डम्बेलमा फेरि 25 केजी मैले 12 रेप्स हान्छु। हेलो गाइज, के छ अरू सन्चै हुनुहुन्छ? मेरो युट्युब च्यानललाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला, हेरिदिनु होला, माया गरिदिनु होला हैन, किनभने स्टार्टिङको पोइन्ट छ। सुरुमा अब कुनै भिडियोहरू बिग्रिन सक्छ, त्यो ख्याल गरिदिनु होला। त्यसपछि गाइज मैले डम्बेल साइड रेन्जेस हान्छु। डम्बेलमा यो मजाको पर्छ कि प्रेसर पर्छ हैन, यो डम्बेल साइड रेन्जेस हान्छु। त्यसपछि यो पनि 3 सेट गर्छु हैन, 3 सेट गरेर फेरि मैले अर्को एक्सर्साइज स्टार्टिङ। हेलो गाइज, त्यसपछि मैले गर्छु बारबल अपराइट रोज। योमा मजाले प्रेसर पर्छ, बारबल अपराइट रोज हान्छु। त्यसपछि मैले हान्छु फेरि पनि यो 3 सेट हान्छु। 3 सेट हानेर यो भ्याएपछि फेरि अर्को सेट हान्छु। हेलो गाइज व्हाट्सअप, लाइक सेयर सब्सक्राइब है नबिर्सेर हेर्ने मान्छेले। त्यसपछि मैले बारबलमा हान्छु फ्रन्ट रेसमा पनि तपाईँको सोल्डरमा एकदम इफेक्टिभ हुन्छ। सोल्डर र नेकमा पनि मजाको असर पर्छ यसले है, नेक पनि आउँछ मजाको डायग्नोसिस हुन्छ। त्यसपछि हल्का रिभर्स लेटर रेन्ज हान्छु गाइज। त्यसपछि मैले लास्ट राउन्डमा स्ट्रक हान्छु, डम्बेल स्ट्रक, किनभने यो तपाईँको नेकमा अनि तपाईँको सोल्डरमा मजाको प्रेसर पर्छ गाइज। ओके गाइज, फेरि भोलि भेटौँला। तपाईँहरू माया गरिदिनु होला मलाई, मेरो भिडियो हेरिदिनु होला, लाइक सेयर सब्सक्राइब होला। बाई गाइज है, मनैदेखि माया छ सबैलाई, हेरिदिनु होला यो भिडियो। बाई गाइज, भोलि भेटौँला।